समाज कल्याण परिषदको स्वामित्व रहेको काठमाडौँको भृकुटी मण्डप स्थित भवन र जग्गा भोग चलन गरे बापत भाडा नतिर्नेहरू 51 संस्था र व्यक्ति नाम सार्वजनिक भएको छ। समाज कल्याण परिषदले 2081 चैत 21 गते दैनिक पत्रिकामा 35 दिने सूचना जारी गर्दै 51 संस्थाको सूची सार्वजनिक गरेको हो। सूचीमा नेपाल पर्यटन बोर्डदेखि चर्चित पत्रकार ऋषि धमलाको रिपोर्टर्स क्लबसम्म रहेको छ। बोर्डको 1,67,00,000 बढी बक्यौता छ। त्यस्तै क्लबको मात्रै 46,58,649 रुपैयाँ बक्यौता तिर्न बाँकी देखिन्छ। परिषदको भृकुटी मण्डप व्यवस्थापन विभागले 51 संस्था व्यक्ति व्यवसायीहरूको सूचीमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखादेखि काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको नाम समेत रहेको छ। पटक पटक पत्राचार र सूचना प्रकाशित गरी भाडा तिर्न निर्देशन दिए पनि बेवास्ता गरेको विभागले जनाएको हो। तोकिएको समयभित्र भाडा नबुझाएको खण्डमा कानुन बमोजिम असुल उपर गरिने विभागले चेतावनी दिएको छ।